लालाजीको कमेडी सुनेको थियौ अनि पोखरातिर त पहिला त भैँसीहरूले पनि इङ्ग्लिस बोल्थ्यो अरे त भन्छ होइन त्यो भैँसीको त पहिले मोमो बनाएर खाइसक्यो त्यो रतन कार्कीसँगै अर्को एउटा पनि छ नि ए आँप चोरेर भाग्ने टुटु खुच्छ नि त्यो होला खुट्टामा जुत्ता टक्क लाएर माथि नि कपडा टक्क लाएर I'm wearing glass at night, yeah. I'm wearing glass at night, yeah. के बोले भाइ के बोले के बोले के छ थाहा बोले वेलकम टु माई न्यू भिडियो गाइस धेरै पछाडि फेरि नयाँ भ्लग लिएर आउँदैछु म आज चाहिँ म मेरो भाइलाई भेट्न जाँदैछु क्या एकदम टाढा होइन नजिकै हो बिचमा भाइलाई भेट्न गएर त्यहाँबाट भाइसँग घुम्न जाने हो त्यही भएर म आज एक्लै निक्लेको छु यहाँ चाहिँ हेर्न सक्नुहुन्छ यहाँ चाहिँ म एक्लै छु तत्काल चाहिँ खुट्टामा जुत्ता टक्क लाएर माथि नि कपडा टक्क लाएर ठ्याक्क निक्लेको छु होइन जोडिने गर्नुपर्छ म चाहिँ बसको वेटिङमा हो यहाँनिर यो बाटोबाट मलाई लिनको लागि बस आउँदैछ केही मिनटमा आइपुग्छ भन्दा पनि ठ्याक्कै आइपुग्यो बस म चाहिँ यहाँबाट निस्किँदैछु बसमा निस्किँदाखेरि मेट्रो कार्ड निकाल्नुपर्ने हुन्छ मैले सो मैले कार्ड निकालेँ टाइप गर्दैछु मेरोमा चाहिँ 46 आउँदैछ मेरो चाहिँ फेरि सधैँको फेभरेट बस्ने ठाउँ भनेको चाहिँ हो क्या लास्ट सिटमा बस्नुको मजै भिन्नै हुन्छ के भयो यस्तो अँध्यारो आयो ठ्याक्कसँगले म चाहिँ लास्ट सिटमा आएर बसिसकेँ हो जाँदैछ अगाडि यो चाहिँ हाम्रो यहाँको लोकल बस ट्राफिक चाहिँ काठमाडौँको बाउ छ होइन तर फेसिलिटी चाहिँ केही राम्रो छ उपर खट्टी लाएर जाँदैछु म सररसँगले हातमा अब यो चाहिँ नाइट टाइम हो त्यही भएर कोही पनि छैन बसमा एकदम खाली छ होइन ड्राइभर चाहिँ अगाडि त्यतापट्टि कुनामा बस्नुहुन्छ अनि यहाँनिर देखाउँछ लोकेसनहरू चाहिँ अरबिकमा अनि इङ्ग्लिसमा म्याक्सिमम् चाहिँ अरबिकमा हुन्छ अनि इङ्ग्लिस पनि हुन्छ त्यति नै आफूले बुझ्नु पऱ्यो क्यामेरा चाहिँ फेरि यहाँनिर चाहिँ ट्याग अब कोही गल्ती गर्यो भने बरु जाँदैछु अल्छी लागिरहेको छ अलिअलि कस्तो छ गाइस म हेन्सम छैन होइन कि कस्तो लाग्छ तपाईँहरूलाई हेन्सम लाग्छ कि लाग्दैन मेरो दोस्त फाइनली मेरो भाइ आइपुगिसकेछ फर्स्ट टाइम इन मिटिङ दुबई आएर चाहिँ हामी दुईजना पहिलोचोटि आज भेट्दैछौँ आज चाहिँ हामी घुम्न जाँदैछौँ बर दुबई सररसँगले दोस्तको चाहिँ ठ्याक्क दारी सारी चट्ट लगाएर यस्तो अरे खुट्टामा जुत्ता टक्क लाएर माथि नि कपडा टक्क लाएर I'm wearing glass at night, yeah. एकदम हिरो के बोले भाइ के बोले के बोले के छ थाहा बोले एकदम हिरो साथी हो जो लाउते छ ए होइन पो रहेछ ए हाम्रै हो छेउमा राख्न मिल्दैन माथि नोटिसहरू त्यहाँ पर बोर्डमा देखाउँछ त्यहाँ राख्न मिल्दैन यताउता हानेर केही देखिँदो रहेन रहेछ जुम गर्दा ल गाइस अब म यहाँबाट ओर्लिएर म मेट्रो पुग्नु फेरि जोडिन्छु ट्याक्क लाएर ठ्याप्प लाएर अहिले चाहिँ बस भरिसकेको छ मैले अघि आउँदा ट्राफिक हुँदैन भन्दै थिएँ आमा ट्राफिक त हेरौँ न गाडी अड्केकै छ लास्ट धेरै छ ट्राफिक 1 घन्टा हुन आँटिसक्यो 15 मिनटको बाटो हिँडेको हिँड्दै आउँदा म छिटो पुग्थ्यो होला तर के गर्नु गर्मी धेरै छ घामले फेरि सन्चै हुनुहुन्छ भन्छ बाटो सन्चै हुनुहुन्छ
हामी चाहिँ अब बोलिसक्यौँ 88 मेट्रो स्टेसन हेर्नुहुन्छ भिड कति धेरै छ अब यो सब मान्छेहरूलाई ठ्याक्क पार गर्दै हामी चाहिँ जाँदैछौँ मेट्रो स्टेसन एकदम धेरै होइन ऊ चाहिँ हेर्छौँ होइन हेर्छौँ बाबु हेर्नु त दारी एकदम डे टु डे भनेको चाहिँ के रहेछ खासमा त्यो म त म्याक्सिममले डे टु डे जाने भनेर भन्थेको अस्ति मेट्रो स्टेसनमा एकदिन ड्युटी गरेको बेलामा यो ठाउँ रहेछ डे टु डे कहाँ भन्छ त्यतै छ कति राम्री बहिनी तर जे भयो भने हात चाहिँ दुख्दो रहेछ स्टिक चाहिँ चाहिँदैन रहेछ सेल्फी स्टिक ट्र्याक्टरसँग त्यही पनि मेरो एक्सिडेन्ट भएको हात अलिक धेरै दुख्छ अनि के छ नयाँ नौलो धेरै महिना पछाडिको भेट हो तिमीलाई त देख भेट गर्नै पाइएन बताइदेऊ भत्काइदेऊ तिमीले त्यति ठोक्दाखेरि सिटी बजायो क्या सेक्युरिटीले यहाँ चाहिँ हाम्रो यहाँको ट्राफिक नै हो क्या दुबई आएपछि म फर्स्ट टाइम घुम्न निस्किँदैछु मेट्रो चाहिँ उता जस्तै आइरहेछ उता माथि हेर्न सक्नुहुन्छ मेट्रो चाहिँ त्यहाँ परबाट आउँदैछ हामी पनि रोड क्रस गरिदिउँ मेट्रो चढ्दैछ आज त्यो बस हो मेट्रो चाहिँ त्यहाँ आउँदैछ सर र अब यो यताबाट आयो हामी 4 मिनटभित्रमा स्टेसनभित्र पुगिसक्यो भने अर्को मेट्रो पक्दैन पाइन्छ नत्र भने त्यो मेट्रो छुट्छ सो त्यही भएर हामी चाहिँ अलिक फास्ट जाँदैछौँ रतन कार्की जस्तो कुद्दिन क्या ए के अरे त्यो हाम्रो उयो छ नि एउटा ब्लगर छ क्या त्यो रतन कार्कीसँगै अर्को एउटा पनि छ नि ए आफ चोरेर भाग्ने कुद्छ नि त्यो होला त्यस्तै कुद्दिन क्या हजुर ठ्याक्क भित्र छिरिसक्यौँ सररसँगले जस्तै मेरो चाहिँ अब मैले यहाँ ट्याप गरेँ मेरोमा 43 ग्राम रहेछ अहिले काट्दैन तिम्रो देखाइरहेछ पैसा ब्यालेन्स देखाएको नि ठ्याक्क म चाहिँ माथि लाग्दैछु यहाँबाट सरेर सम्मले यतापट्टि मलाई दुबईमा सबैजनालाई चाहिँ सबैभन्दा धेरै मन भएको भनेको यो बटन थिच्ने क्या यो बटन थिचेको चाहिँ 2000 दिराम हो होइन सबै लगभग मेट्रोमा जति पनि मान्छे हुन्छ तिनीहरूको सबैभन्दा एउटा ड्रिम हो क्या मेरो पनि ड्रिम यसलाई थिच्न पायो के छ त्यस्तो यो हुन्छ क्या त्यतिबाट रोकिन्छ केही हुँदैन धेरै पैसा सक्ने मेरो कार्डभित्र अब हामी यहाँ बस्ने यो चाहिँ गोल्ड कार्डको हामी चाहिँ सिल्भरमा बस्नुपर्छ कतिर हेर यति धेरै भिड छ अब चाहिँ मैले राखेँ म घुम्न आउँदा मलाई हेर्ने गर बेसीमा झर्दा कहिले काहीँ मलाई भेट्ने गर नभेटे माया के हो कुन्नी ओके गाइस हामी चाहिँ निस्किसकेको छौँ ट्याक्क लाएर हामी यहाँबाटै जाउँ त भरिहाल्यो हामी चाहिँ अब जाँदैछौँ तिम्रो ब्यागै लिएर जान्छ यो ब्यागमा मलाई त डेली जान्छ नि टिफिन बोक्न झोला छैन के भित्र त्यतिकै छ
अनि होला अब प्लास्टिक किन्ने बनाउने प्लास्टिक किन्न मिल्दैन फ्रीमा ल्याउने कुनै मार्केटमा गयो भने चाहिँ मिल्छ होला हामी माथि जाँदैछौँ स्टेयरकेसबाट जाने हो खासै टाढा चाहिने त त्यति त एउटा के गर्नु एउटा के भन्यो अब सरर जाँदैछौँ हामी यति लामो छ यो कतिको मजा भयो केमा अब झन्डै उतार्नु पऱ्यो म ठ्याक लगाएर म लडेँ ठ्याक लगाएर म लडेँ होइन लेडिजलाई बाटो बस्नलाई नै रहेछ अब हिँड्ने जाँदैछौँ अगाडि चाहिँ हामी ठ्याक्क निक्लिसक्यौँ अब हामी एक्जिट खोजिरहेको छौँ होइन ठ्याक्कसँगले प्लेटफर्म 1 होइन हामी त एक्जिट अब हामी एक्जिट हुँदैछौँ यहाँबाट अब निक्लिसक्यौँ हामी ठाउँमा आइपुगिसक्यौँ ठक्कसँगले क्यामेरा चाहिँ अन नगरी ठक्कसँगले यता हाम्रो न्यू ब्लगर हो अनि यहाँ चाहिँ म छु ट्याप पलाएर जाँदैछौँ पर्खिँदा यस्तो प्याक थियो है फाइनली आइपुग्यो मेरो चाहिँ हामी चाहिँ कति काट्छ भन्दाखेरि 5 दिराम काटो अब यहाँबाट निक्लिँदैछु म बरदुबईमा चाहिँ सबैभन्दा मलाई फेमस लाग्ने भनेको चटपटेको केटा चाहिँ त्यो एउटा हाम्रो कुली आन्टी हुनुहुन्छ क्या त्यो आन्टीले यस्तो चटपटे बनाउनुहुन्छ होइन कहिले काहीँ चाहिँ नुन हाल्न मात्रै बिर्सिनुहुन्छ तर मिठो चाहिँ एकदम मिठो हुन्छ नेपाली आन्टी मैले आन्टी त्यो आन्टी तपाईँको प्रमोसन गरिदिन्छु भनेको भाइ मलाई नहालिदेऊ म अस्ट्रेलिया छु भनेर घरबाट आँटेछु पैसा चाहिँ राम्रो कमाइरहेको छु मैले आँटेको छु त्यो आन्टी मैले भिडियो बनाएको थिएँ तर त्यो आन्टीले हाल्न दिनु भएन क्या यहाँ हाल्यो भने थाहा भइहाल्छ त्यही भएर म त्यो आन्टी चाहिँ देखाउँदिनँ जस आन्टीको चटपटे पसन्द त्यस्तो मान्छेहरू धेरै छन् तर आन्टीको पैसा चाहिँ फेरि अस्ट्रेलियाको भन्दा धेरै कमिँदो रहेछ एकदम बबाल ठ्याक्कसँगले अब चाहिँ हामी निक्लिसक्यौँ हामी चाहिँ कहाँबाट निक्ल्यौँ पुरै अन्धकार ठाउँबाट निक्ल्यौँ होइन ट्याप लाएर अब चाहिँ निक्लिसकेको छु म फेरि जोडिने गर्छु फेरि अब पानी सानी खान्छु अनि लगाइछ हामी चाहिँ बसन्तपुरतिर घुम्दैछौँ अहिले यहाँकोसँग हेर्न सक्नुहुन्छ यो चाहिँ यहाँको मार्केटहरू हो एकदम बबाल छ मार्केटहरू कपडा सपडाहरू ठ्याक्क किन्नु पर्यो भने तर यो चाहिँ बरदुबई हो है फेरि नजुकिनु होला बसन्तपुर होइन बरदुबई हो अनि म चाहिँ यहाँ छु जाँदैछु सर अगाडि साथीले मलाई ठुलो खालको ब्याग भिराइदिएको छ अनि म ब्याग बोकेर जाँदैछु साउथतिर अनि गर्मी चाहिँ फेरि यस्तो धेरै भएको म त फेरि हिमालतिरको मान्छे हो कि त्यही भएर गर्मी धेरै भइहाल्छ मलाई र ठिकै छ अलिअलि गर्मी सहनुपर्छ यहाँको इन्टायर यो चाहिँ दामी छ जे भयो भने मलाई चाहिँ दुबईमा म जाने बेलासम्ममा एकचोटि हेलिकप्टर राइड गरेर जाने हो 12 मिनट 700 दिराममा यतापट्टि चाहिँ मस्जिद रहेछ यहाँको चाहिँ सबैभन्दा बढी सजाएको चाहिँ मस्जिदहरू एकदम बबाल मुस्लिम कन्ट्री भयो त यहाँबाट सिक्दै गयो भने हामी अब हामी नेपाली खाना पसल जाँदैछौँ के छ यो बुढी हेर सुन कति छ म किनिदिन्छु ट्याक्कसँगले साथीको चिकन फ्राई चिल्ली मेरो चाहिँ झोल मोमो आइसक्यो अब चाहिँ हामी खानालाई रेडी भइरहेको छ ट्याक्क लाएर अब हाम्रो मुखबाङ आउँदैछ है लेट्स स्टार्ट
अस्ति एउटा भिडियो हेरेको थिएँ क्या यो मोमो फुटाएर खाने मान्छेको चाहिँ गालामा त्यो झोल मोमो भित्रको तेल सबै निक्ल्यो फेरि त्यो खाएको टेस्ट के भयो मुखमा हाट्नु पऱ्यो त्यो भित्र तातो हुन्छ भिडियो चाहिँ ट्याक्कसँगले खोलेर कसरी निकाल्ने हो यस्तो च्यातेर यसरी सर्फमा निकालेर यस्तो हालेर यस्तो दबाएर तर यो खासमा यस्तो हो नि यसको तेललाई यस्तो घुमाएर यहाँ हाल्नु भनेर यसको काम स्टलाई मामा खानु हो याद आयो जिन्दगी कस्तो चलिरहेको छ भने जिन्दगी होइन मुखमा भात हाले राभाजीको कमेडी सुनेको थियौ अनि पोखरातिर त पहिला त भैँसीहरूले पनि इङ्ग्लिस बोल्थ्यो अरे त भन्छ होइन त्यो भैँसीले त पहिल्यै मोमो बनाएर खाइसक्यो यो लेग साइड बसेपछि त अनि पहिला त भैँसीले त इङ्ग्लिस बोल्छ भन्थ्यो होइन रे त्यो भैँसीको त मोमो खाए क्या जब मैले मोमो खाएँ सिद्धिया भैँसी नै सिद्धि छैन त्यसको त पहिल्यै मोमो बनाएर म लास्ट हस्पिटलको त्यो एउटा हुन्थ्यो त्यो रियलै साइकल होला भने चाहिँ होइन त्यो मिन गर्नु खोज्यो होइन भागेन बाँध्ने गर्दै के अब तपाईँ के को भन्नु हस्पिटल जानुहुन्छ त उपचारको लागि आमा तपाईँहरू जाँदै गर्नु हो म एउटा चुरोट खाएर पिरो भयो गाई यत्रो खोर्सानी बसेर वहाँबाट अब बेलुका खाना खाइयो बिहान त केही खाना पाइएन नि त मैले अनि त्यहाँबाट सिधै आयो अनि बिहान अब एयरपोर्ट सिरिहाल्यो एयरपोर्टमा 11 बजी फ्लाइट यहाँबाट यहाँनिर 4 बजीतिर झऱ्यो सिधै लगेर क्याम्पमा लगेर उभिदिएको छ अब कहाँ झोला राख्ने कहाँ के राख्ने थाहा छैन एउटा हातमा एटी छ एउटा हातमा झोला छ होइन एउटा हातमा अब हातमा एकदम 7 बजीसम्म केही खाना पाएन हो 7 बजी ठ्याक्क गएर त्यो मार्केटतिर गएर उयो खाएको इन्डिया गएको जस्तो फिल भयो क्या मलाई त्यो बङ्गाली मार्केटमा गएर चाहिँ ठ्याक्कसँग खाइयो बङ्गाली मार्केट त हाम्रोदेखि यति नजिकै हो अनि होइन क्या मतलब धेरैतिर छ बङ्गाली मार्केटहरू अनि त्यहाँ गएर खाइयो रोटी ल्याउनु त्यो भन्दा नि अनि बिरयानी खाइयो अनि भोलिपल्ट बिहान अब ल अब 8-10 अब सुन न अब बेलुका खाइयो सुत्यो बेलुका अब म्याच साइड हेऱ्यो यताउता सब रुम बनाउनु पऱ्यो बिहान उठेर केटाहरू ल एउटा पुरानो थियो अरू सब नयाँ 30 जनामा एकजना पुरानो 29 जना नयाँ त्यसले लिएर होइन बियर खाना कहाँ खाने हो के खाने हो केही थाहा छैन ल बियर खाने सबैजना ग्रुपै निक्लिनु बाहिर हो अब नेपालको जस्तो अब 3टा जति गोर्खाले त केही नहुने भन्ने सोच गरेर बियर खाना गइयो त्यो बसेर खाएको बेलामा लागेको थाहा भएन म त माथि एउटाले भन्यो एउटा खाइसक्यो अनि फेरि अर्को 2टा हान्यो 2टा हान्थ्यो मैले पनि सोचिरहेको थिएँ नेपालमा 3 त्यही पनि 3टा खाएर गएर अब ड्युटी छैन सुत्दिने हो भनेर 3टा बियर बसेको ठाउँमा हान्ने चितन केही छैन रम्बलमा बसेको छ होइन सबैजना वरिपरि कालेहरूसँग डान्स हान्दै बिहानै अनि त्यहाँबाट दारू खाएर सब झ्यापएर गयो अब त्यो त्यतिसम्म मतलब म खाएर बसेको मात्रै थाहा छ म रुम गएकै थाहा छैन क्या त्यस्तो झ्याप भएको उठेर रुम गएर सुत्यौँ अनि एउटा साथीले चाहिँ बेलुका त्यो बिहानको झ्यापले बेलुका चाहिँ भाउजू भन्दै ब्ल्याङ्केट ओढेर कुदे जाने साथी क्याम्पबाट बाहिर अनि क्याम्पसले थाहा पायो होइन माथेर अब कुद्यो भनेर अनि त्यहाँबाट भाउजू भन्दै कुदेछ अनि क्याम्पसले थाहा भएर अनि वापस चेक गर्न आयो सबजनाको चेक गरेर चाहिँ म माथिबाट सिधेको चाहिँ म भित्तातिर फर्केर मिलाइदिएको सबको चेक हान्नु होइन 2-4 जना पक्रेँ 2-4 जना फ्रेस भइसकेको थिएँ
त्यहाँबाट भोलिपल्ट बिहान 7 बजी बोलायो मेन क्याम्प मतलब बिना इन्फर्म क्या बात साथ केही खाएको छैन केही थाहा छैन अब गोजीमा 300 बोकेर आएको जम्मा नेपालबाट अब 100 जति त हिँडिसक्यो 2 दिनमा बियर सियर यताउता हानेर अनि मेन क्याम्प गरेर 7 बजीदेखि बसाएको छ बेलुकाको 7 बजीसम्म नहुने छ पिसाब हेरेर निक्लिन पायो खाना निक्लिन पनि पाएन क्या के भन्नु त्यो केटाहरूलाई निक्लिनु पऱ्यो त्यो पक्रेको केटाहरूको नाम लिस्ट ल्यायो अनि बाहिर अरू हामी ताली पड्काउने तिनीहरू चाहिँ कुद्ने परबाट गएर कुद्ने डिप्स हान्ने हाम्रो त्यहाँ काम बस्छ एकदम थाहा हो झगडा कि नगर हुन्छ तर झगडा गर्न खोजि नै हाल्छ केटाहरू नखाइ पनि गर्नु 10-12 जान्छ नेपाली झगडा गर्नु खोजिहाल्छ छुट्याउँदा छुट्याउँदा वाका भइसकेको चाहिँ म त हाम्रो चाहिँ कस्तो छ भने हामी एक सर्ट आउनेको एउटा युनिटी छ होइन लाइफ गार्डहरूको एउटा युनिट र पुरा आउँदाखेरि एउटा युनिटी छ त्यो लफडा पर्दैन क्या किनकि एउटा बाँध्न सक्छ भने त्यसको ग्याङ छ भने त एकान्तमा भेट्यो भने धुलाई धोपी हानिहाल्छ अनि त्यो कोही लप्पाले नै डर क्याचअप त्यहाँ ल्याएर राखोमा अब पैसा न नेपाली चल्दो रहेछ न एडी चल्दो रहेछ अब के थाहा होइन अब भारती छैन भारतीय रुपियाँ पैसा छैन इन्डियन पैसा त्यसो गरी के खाने मैले केही नबोलिरहेको फेरि झोलामा 2 चाउचाउ हालेको थिएँ त्यति हालेर आएँ अनि किन्न केटाहरूले कहाँ पुग्दै त्यो बेलुका किन्ने भनेको उता क्लब गएको थियो डिजेले काम गर्ने त्यहीँ बस्थ्यो पत्यार पुतुर अनि धन्न एउटा साथीमा रहेछ अलिकति पैसा 10-15 रुपियाँ मागेर भुजिया सुजिया किनेर चाउचाउको चाउचाउ मिसाएर पिरा मिसाएर खाइहाल्यो आयो रातभरि सुत्दैदिन आउने क्लबमा रातभरि सुषमाको पनि पर्खेको फ्लाइट थियो नि त सुषमा पनि गएको थियो सुषमा थियो नि त अनि उसको भोलिको फ्लाइट मेरो आज अनि आधी पैसा त उसले दिएको मेरो त केटाहरू अगाडि रुखेर जाँदै लगभग रबिनालाई पनि अब सोत्ता बनाएर कहाँ छ अहिले काठमाडौँ आइपुग्यो होला अब केटाहरूले कहिलेको फ्लाइट अरे 31 गते आज कति गते हो नेपालको रुपेशले छोड्नै छोडेन भिजा लगाएको भनेदेखि त्यो क्या त्यसलाई एककुक भन्दा पनि त्यो चाहिँ क्लिनर थियो अनि त्यसले चाहिँ मतलब नर्मली किचनको काम पनि सिकिसकेको थियो क्या को एउटा मोटे होइन पहिला अडियोग्राफ स्टार्ट हुँदा म झरेको थिएँ तिमी आएको थिएनौ मोटे थियो अनि त्यसलाई कस्टमर आयो अनि म बसेको थिएँ अनि सिमोमो भनेर आयो बनाउनको लागि अङ्कलहरू माथि जानुभएको थियो अनि मैले किचनमा सिमोमो बनाइदिएँ अरे भनेको उसले चाहिँ ठ्याक्कै यस्तो मोमो बनाइदिएछ क्या सिमोमो बनाइदिएछ ओके गाइस अब चाहिँ हामी फर्किँदैछौँ पटनासँगले अब चाहिँ मेरो साथी यहाँ छ साथीले धेरै घुम्ने रहर गरेको थियो अनि यति घुमाइदियो अहिले साथी सिधा उभिनै सक्न छोडिसक्यो रिङ्गाटा लगाएर अरे मुझे चक्कर आने लग गया अब हामी सर्व जाँदैछौँ अब हाम्रो ट्रेन पनि ठ्याक्क आइपुग्न लाग्यो हो यहाँ चाहिँ यस्तो बबाल एरिया छ हेर्न सक्नुहुन्छ यहाँबाट माथि अब हाम्रो ट्रेन आइपुग्यो लगभग हेर्दै जानु होला सरर वेटिङ करते ट्रेन आ गया हाम्रो ट्रेन आइपुग्यो अब चाहिँ हामी ठ्याक्क यो चाहिँ थोरै खाली नै छ होइन अनि ठ्याक्क हामी चाहिँ अब छिर्दैछौँ भित्र चट्टसँगले ट्रेन ओपन आइएम गोइङ इनसाइड ओके तीनटा खाली रहेछ ओके गाइस हामी चाहिँ बसिसकेको छौँ अब चट्टसँगले हेर्न सक्नुहुन्छ मेट्रो लगभग खाली छ ओके बाइ गाइस फेरि नेक्स्ट भिडियोमा मिल्नुपर्छ लाइक कमेन्ट सेयर सब्सक्राइब सबैजनाले गरिदिनु होला भन्दै बिदा हुन चाहन्छु बाइ